घटिसक्यो यहाँ कि पातलो उम्रिँदै यस्तै उम्रेको त्यही भएर झन् ठुल्ठुलो भएछ ए भगवान डोकोमा हालेर लानु दिनु आमा कत्रो कत्रो अनि त्यही भएर फुल्ने बेला पो भएछ त त्यही भएर तपाईँलाई छिटो लिन आउनु होला भनेको के गर्नु र कति लानुहुने भयो पुग्छ भयो 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 यति नै पुग्छ यति भयो भने त राम्रो धन्यवाद धन्यवाद मेरी बुहारीलाई धन्यवाद भाँची लानु भाँच्यो भने चाहिँ के गर्नु म आएर चेक गर्छु कारबाही पो गर्छु मैले चाहिँ नभाँची दिनु अनि ऊ चाहिँ भाँच्दै लाने हो भने काहीँ कुरा मिल्छ त कडा कडा पछि राम्रो फुलाउनु मेरो फुलेन भने तपाईँकोबाट फुलेको ल्याउँछु है तपाईँकोमा नफुल्ने त चान्स नै छैन ल आशीर्वाद लागोस् त्यसो हेलो ठुल्ठुलो बोट्नी अब चाहिँ म हिजो बेलुका बुहारीले दिनुभएको यो सयपत्री फुलको बिरुवा रोप्न लागिरहेको छु यहाँनिर चट्टसँगले खनेर मल लगाएर तयारी गरेँ अब यहाँ म यो सयपत्री फुलको बिरुवा रोप्दैछु ल मैले चाहिँ सयपत्री फुलको बिरुवा पनि रोपिसकेँ यो बिरुवा चाहिँ धेरै ठुलो ठुलो भइसकेको थियो त्यसैले मैले यसरी यो मुन्टा चाहिँ यसको टुप्पो चाहिँ यसरी निकालिदिएको छु किनकि यो धेरै ठुलो बिरुवा भएकोले गर्दाखेरि यसलाई चाहिँ मैले यसरी निकालिदिएँ अब यसलाई पनि कुनै ठाउँमा रोपिदियो भने यो पनि फुल्नेछ हजुरहरूले चाहिँ तिहारको लागि सयपत्री फुलको बिरुवा रोप्नु भयो कि रोप्नु भएको छैन रोप्नु भएको छैन भने रोपिहाल्नु होला अब चाहिँ रोप्ने बेला भइसक्यो है त साथीहरू।